सुवर्ण शमशेर बीपी कोइराला प्रधानमन्त्री, सुवर्ण शमशेर अर्थमन्त्री हुनुभएको सरकारको पालामा हामीले अहिले सम्झने कुराहरू थुप्रै छन्, लङ लिस्ट छ। तर झट्ट सम्झ्यो भने त्यो बेलामा आर्थिक उत्पादनको सबैभन्दा ठुलो आधार भनेको जग्गा जमिन भएको बेलामा थियो। 3-4वटा परिवारको हातमा 4-5 लाखभन्दा बढी बिघा जग्गामा नियन्त्रण भएको अवस्था थियो। त्यस्तो बेलामा करबाट मुक्त भएको फिर्ताको प्रणालीलाई उन्मूलन गरेर त्यसलाई चाहिँ राष्ट्रिय कोषमा दाखिला गर्ने कुरा भनेको चाहिँ त्यसलाई हामी त्यो रूपान्तरकारी त्यो बेलाको कदम भनेर भन्न सक्छौँ। कर प्रणालीलाई व्यवस्थित गर्ने कुरा र राज्यको ढुकुटी त्यतिखेर दरबारले जसरी खर्च गर्थ्यो त्यसलाई मितव्ययी बनाउने कुरा, त्यसलाई नियन्त्रण गर्ने कुरा, त्यसलाई बजेटमा ल्याउने कुरा, यी सबै कुराहरू 2015 को हामी सम्झाउन सक्छौँ। किनकि त्यो बेलाको सरकार भर्खर निर्वाचित भएर आएको सरकार थियो, जननिर्वाचित फर्स्ट क्याबिनेट थियो, एकदम अनुकूलता त थियो, अप्ठ्यारो त थिए, तर पनि त्यतिखेर एउटा त्यसको पछाडि ठुलो एउटा प्रोत्साहनको आधार थियो, किन ठुलो काम सरकारले गर्नुपर्ने थियो। त्यसपछि हामी 2048 सालको सरकारलाई हामी सम्झाउन सक्छौँ। 2048 सालको बेलामा त्यतिखेर हाम्रो यो वैदेशिक मुद्राको सञ्चित हेऱ्यो भने थोरै समयको लागि, सायद 1 महिनाको लागि धान्न सक्ने अवस्था थिएन। 12-13 अरबमा राजस्व आउने अवस्था थियो। 1 अरब त हाम्रो सार्वजनिक संस्थाको घाटा बिहोर्नु पर्थ्यो। र त्यो बेलामा चाहिँ नेपाली कांग्रेस पार्टी एउटा परम्पराबाट आएको थियो र त्यतिखेर चाहिँ नेपालभित्र प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले जबरजस्त उसको उपस्थिति थियो। र त्यो बेलामा नेपाली कांग्रेस पार्टीको त्यतिखेरको सरकारले हामी अब बजारलाई खुला गर्छौँ, प्रतिस्पर्धा गर्छौँ, वित्तीय क्षेत्रमा पनि प्रतिस्पर्धा गर्छौँ, यो लाइसेन्स राजलाई हामी अन्त्य गर्छौँ, उद्योगमा पनि प्रतिस्पर्धा गर्छौँ, विदेशी यहाँभित्रको लगानीलाई पनि अलिकति प्रोत्साहित गर्छौँ, निजी क्षेत्रलाई मुख्य चालक मान्छौँ भनेर भन्ने कुरा चाहिँ त्यो साहसको अदम्य साहसको कुरा थियो। र त्यसै कारणले गर्दाखेरि हामी यो बिचमा हामीले यति धेरै कुराहरू बिहोर्यौँ, यत्रो ठुलो द्वन्द्व बिहोर्यौँ, यति धेरै भूकम्प, सानो कुरा थिएन भूकम्पको हाम्रो लस भनेको। यी सारा कुराको बिचमा पनि हामीहरू ढलेका छैनौँ, ठडिरहेका छौँ। त्यसको सबै खोज्दै गयो भने हामी 48 पछाडिको हामीले लिएको त्यतिखेरको इकोनोमिक चोइस हो नि त, हाम्रो पोलिसी चोइस, त्यो बेलाको कुरालाई हामी श्रेय दिन सक्छौँ। किनकि त्यसैले त्यसलाई पनि हामी रूपान्तरकारी भनेर भन्न सक्छौँ। यो पटकको अहिले आएको सरकारसँग पनि 2015 सालको जस्तै वा 2048 सालको जस्तै एउटा जबरजस्त समर्थन प्राप्त गरेको सरकार छ। यो नियमित अवस्थामा भएको निर्वाचन होइन र एउटा निर्वाचन भयो, त्यो निर्वाचन पछाडि चाहिँ अर्को सरकार आएको स्थिति होइन। बिचमा भाद्र 23 र 24 गतेका घटनाहरू भए, भ्रष्टाचार विरुद्धको एउटा ठुलो त्यो प्रतिको त्यसलाई अस्वीकार गरेको स्थिति, शासनको एउटा खालको जवाबदेहिताको खोजी र एउटा मर्यादित जीवनको भोग, यी सबै कुराहरू मिसियो र मिसेर आइसकेपछि त्यो निर्वाचन भयो। हामी सबैले देख्यौँ, भोग्यौँ, अहिले हामी त्यसमै छौँ र त्यस पछाडि बनेको सरकार छ, जसका निम्ति अहिले एउटा व्यापक रूपमा अनुकूलताको स्थिति छ। त्यसैले यो बजेटलाई हामीले अगाडिका बजेटहरू जुन बेलामा बजेट एउटा सरकारले बनाउँथ्यो, ड्राफ्ट एउटा सरकारले गरिरहेको बेला मागतिर नीति कार्यक्रम एउटा सरकारले बनाउँदै गर्दाखेरि अर्को सरकारले आएर बिचमा गएर काम गर्नुपर्ने, अर्को सरकारले आएर बजेटका नाम पढ्नुपर्ने, अर्को सरकारले लागू गर्नुपर्ने, यो अवस्थाको सरकार होइन। हामीले यसरी हेर्नुपर्छ। यो टोटल अनुकूलता भएको स्थिति, टोटल अनुकूलता भएको स्थितिको यो बेलाको यो सरकारले बजेट ल्याउनुभन्दा अगाडि एउटा आर्थिक स्थिति पत्र भनेर सार्वजनिक गर्यो, जसमा माननीय अर्थमन्त्रीजीले सरकारको तर्फबाट हाम्रो इकोनोमीमा संरचनागत समस्या छ र संरचनागत हल नगरिकन हुँदैन भनेर त्यसमा यसलाई त्यसरी डायग्नोज गर्नुभएको छ र त्यो ठिक पनि भन्नुभएको छ। डायग्नोसिस ठिक छ। डायग्नोसिस ठिक भइसके पछाडि एक्सपेक्टेसन के हुन्छ भने प्रेस्क्रिप्सन पनि ठिक हुन्छ भन्ने कुराको एक्सपेक्टेसन हुन्छ। डायग्नोसिस ठिक भयो, त्यसको प्रेस्क्रिप्सन केमा आउने हो भन्दा हामीले अहिले अपेक्षा गर्ने कुराहरू भनेको यसपालिको बजेटमा के कुराको एक्सपेक्टेसन हामीले गर्ने नै हो। त्यो हिसाबले यो ठिक भयो कि ठिक छ कि छैन भन्ने कुराको सन्दर्भमा आज विद्वान वक्ताले यसको बारेमा कुरा राख्नुभयो, अघि पनि कुरा उठ्यो। यसलाई यो मैले त्यसरी हेर्दैन, यसलाई मैले आज क्रिटिकली नै उहाँले राख्नु भएको छ। उहाँहरू आफ्नो क्षेत्रको विद्वान हुनुहुन्छ र किनकि हामीहरू के चाहन्छौँ भन्ने कुरा, हामीहरू 5 वर्ष यो सरकार चल्छ, सरकारले भनेका कुराहरू, उद्घोषका कुराहरू, यी सबै कुराहरू यो असफल हुन्। त्यो असफल भइसके पछाडि त्यो असफलताबाट जुन पोलिटिकल भ्यालु वा इलेक्टोरल भ्यालु क्रिएट हुन्छ त्यो चाहिँ हाम्रो पल्टमा पर्छ भनेर त्यसको प्रतीक्षा गर्ने प्रतिपक्ष हामी होइनौँ। हामी
एउटा अनुकूलताको वातावरण आएको छ। नेपालले 15 सालमा मिस गर्यो। बिपी कोइरालाले त्यो बेलामा चाहिँ राम्रोसँग 5 वर्ष सरकार चलाउन पाउनु भएको भए सायद नेपाल आज अर्कै बाटोमा हुन्थ्यो होला भन्ने भनिरहेको छ। 48 सालमा हामीले मिस गर्यो। किन 48 सालमा मिस गर्यो भने हाम्रो पनि कमजोरी रहे। हामीले आफ्नो पार्टीभित्रको झगडा मिलाउन सकेनौँ, मिड टर्ममा गयौँ। त्यो अरूलाई दोष दिएर हुन, त्यो पनि हामीले मिस गर्यौँ। योबाट नेपालले यो चान्स मिस नगरोस् भन्ने हामी चाहन्छौँ। त्यस कारणले गर्दा हाम्रो सुझावहरू छन्, हाम्रा प्रश्नहरू छन्, हामी आलोचनाको चेतका साथ यो कुरालाई हेर्छौँ र हामीले हेर्नु पनि पर्छ। त्यो अघि नै सेमन्तजीले भन्नुभयो यो बिग ब्याङ भयो कि भएन भन्ने कुरा, म चाहिँ अहिले समयलाई छोड्न चाहन्छु। अहिले यो बेलामा चाहिँ इट्स टु अर्ली मेरो ठाउँबाट म यसलाई यो अहिले यो शब्दजाल मात्रै हो भनेर त्यतातिर पनि लान चाहन्न। यो हो कि होइन भन्ने कुरा हामी यसलाई बिस्तारै समयलाई राखेर हामीले हेरौँला। तर म खास गरी मान्यज्यूहरूलाई विशेष ध्यान आकर्षण गर्न चाहन्छु कि तपाईँले अब पार्लियामेन्टभित्र अघि नै साथीले भनिसक्नु भएको छ, आएका कतिपय कुराहरूका सन्दर्भमा चाहिँ ती क्रमिक सुधार हुन् वा संरचनाका सुधार हुन् भन्ने कुराको चाहिँ भेद चाहिँ छुट्याउनुपर्छ। योभन्दा अघिल्लो सरकार कङ्ग्रेस र एमालेको संयुक्त सरकार थियो र त्यहाँ एउटा राजनीतिक सानो समिति थियो। त्यो समितिभित्र आर्थिक सुधारको एउटा सानो टिम बन्यो। त्यसको पोलिटिकल लिड मैले गरेँ र त्यसमा नेपाली कङ्ग्रेसबाट 2 जना साथी हुनुहुन्थ्यो, एमालेबाट 2 जना साथी हुनुहुन्थ्यो, टेक्निकल साथीहरू। त्यसमध्येको एकजना सेमन्तजी यहाँ आज हामीसँग हुनुहुन्छ। र त्यो बेला मैले पनि आज यहाँ भन्दै गर्दाखेरि चाहे त्यो अघि नै कुरा उठ्यो, चाहे त्यो हाइब्रिड एन्युटी मोडलको कुरा होस्, चाहे त्यो दफा 57 को संशोधनको कुरा होस्, यी सबै कुराहरूको पहिलो ड्राफ्ट अहिले पनि मसँग सुरक्षित छ। जुन बैठकमा लगेर हामीले प्रस्ताव गरेका यी कुराहरू हामीले अहिले तत्काल सुधार गर्नुपर्छ। किनकि त्यो बेलाको हेरौँ है कन्टेक्स्ट, दुईटा पार्टी मिलेको सरकार छ, के अनुकूलता छ, यदि थोरै अनुकूलता पाउँदाखेरि पनि यति सुधार चाहिँ गरिहाल्नुपर्छ है भनेर हामीले त्यसमा गरेको कामहरू म सम्झन्छु। त्यसको आधारमा हामीले लगानीको यो क्षेत्र व्यवसायको क्षेत्रलाई सुधार गर्ने भनेर कानुनलाई एकमुष्ट संशोधन गर्नुपर्छ भनेर लङ लिस्ट तयार गर्यौँ। त्यो लङ लिस्टलाई हामीले एक ठाउँमा यसलाई बन्डलिङ गर्यौँ। त्यो बन्डलिङ गरिसकेपछि त्यो अध्यादेशको मार्फतबाट आएर तत्काल, किनकि त्यो बेलामा एउटा अर्जेन्सी हामीले फिल गऱ्यौँ र त्यतिखेर सुधार गरियो। ती गरेका कतिपय कुराहरू फेरि चाहिँ अलिक पछाडि कतिपयका नियमै बनेन, कतिपय कुराहरू कार्यान्वयन गरेर ती थप जटिल पनि बन्दै गए, कतिपय कुरा सुधारको क्षेत्रमा गए। सूचना प्रविधिको क्षेत्रमा भएका कुराहरू लगायतका रियल इस्टेटको कुराहरू अघि नै आइसके थुप्रै कुराहरू छन्। त्यसमा हामीले दोस्रो चरणमा गर्ने भनेर उल्लेख गरेका थुप्रै कुराहरू जुन त्यसको फलोअपमा हामी गर्न चाहन्थ्यौँ। त्यही बेलामा वैकल्पिक वित्त सम्बन्धी विधेयकको ड्राफ्ट बनेको जुन पछि पार्लियामेन्टमा पास पनि भयो, लगायतका थुप्रै कुराहरू थिए। ती लगायतका थुप्रै कुराहरूको सन्दर्भमा चाहिँ पहिलो चरणमा हामीले काम गऱ्यौँ। तर दोस्रो चरणमा काम गर्ने ठाउँसम्म आइपुग्दै गर्दाखेरि त्यो पहिलो चरणको बेलाको जुन उत्साह थियो त्यो उत्साह बाँकी रह्यो। किनकि त्यसमा जुन खालको अनरसिप हुनुपर्थ्यो, जुन खालको डेडिकेसनका साथ काम हुनुपर्थ्यो, नभइसके पछाडि हामी त्यही काम गरेका कतिपय साथीहरूले हात उठायौँ, काम गरेनौँ। कतिपय कुराहरू अब आफ्नो हिसाबले अगाडि बढेन होला भन्ने ठान्छु। त्यसैले अहिले आएको म कतिपय यहाँ सुधारका कतिपय कुराहरूलाई म कसरी एक्नोलेज गर्छु भने ती बेलाका कुराहरू छन्। ती त्यो बेला ठिक थिए भने अहिले पनि ठिक छ। कतिपय त्यो बेलामा हामीले उठाएका अब हुनुपर्छ भनेर भनेका कुराहरूलाई अहिलेको सरकारले बजेट मार्फत लिएर आएको छ, त्यसलाई पनि म एक्नोलेज गर्छु। तर यो कुराहरूलाई एउटा अलिकति गभर्मेन्टले थोरै अनुकूलता पाउँदै गर्दाखेरि गरेको क्रमिक सुधारका कुराहरू वा वर्षौँदेखि रोकिएर बसेका कुराहरूलाई हामीले बिग ब्याङ हो वा 2015 मा बिपी र सुवर्णले गर्नुभएको जस्तो कुरा हो वा 2048 सालमा चाहिँ गिरिजाप्रसाद कोइराला, महेश आचार्य त्योभन्दा अगाडि त्यो बेलाको गरेका कुराहरू हुन् भन्ने ढङ्गबाट यसलाई बुझ्न मिल्छ कि मिल्दैन। यी कतिपय यी अहिले भएका जति पनि आज हामी जुन प्रसङ्गमा छलफल गऱ्यौँ यो त्यो खालको स्ट्रक्चरली हामीले ठुलो सुधार गरेको कुरा हो। यसमा चाहिँ म खास गरिकन मान्यज्यूहरूले यसमा चाहिँ राम्रोसँग संसदमा जानुभन्दा अगाडि ती अगाडि कुन कुन कानुनहरू बनेका थिए त्यो बेलामा व्यापक रूपमा आलोचना भएको, अहिले सरकारमा रहनुभएको साथीहरूले व्यापक रूपमा आलोचना गर्नुभएको तर हामीले गरेको अध्यादेश मार्फतबाट लिएर आएका सुधारका कुराहरू के थिए, ती कुराले केमा सुधारहरू भए भन्ने कुराहरूलाई हेर्दिन, पढ्दिन र त्यसको कन्टिन्युटी के कुन कुन कुराहरू नयाँ आयो भन्ने कोणबाट विषयहरू हेरिदिनुलाई म आग्रह गर्न चाहन्छु।
अब म 2-4 कुराहरू मलाई लागेको मैले यो आइसकेको छ म धेरै यसमा जान्न तर 2-3 कुराहरू मलाई लागेको कुरा म यहाँ राख्छु। बजेट पछाडि एकदमै धेरै चर्चामा आइरहेको कुरा भनेको मध्यम वर्गलाई एकदम ठुलो राहत भयो, मध्यम वर्ग एक्सप्यान्ड हुन्छ र मध्यम वर्गको लागि आलोचना गरेर पनि के भन्नुभयो भने यो मध्यम वर्गलाई केन्द्रित भएर बजेट आयो तर अरूलाई बिर्स्यो भनेर आयो। त्यसको माना केलाई मानिएको छ भने व्यक्तिगत आयकर चाहिँ 10 लाख भन्दा मुनिको छ भने हामी त्यसमा लिन्नौँ भन्ने कुरा आयो। नेपाली कांग्रेसको प्रतिज्ञा पत्रमा पनि छ यो कुरा, अघि नै हामीलाई मिनिस्टरले सम्झाउनु भएको छ। हामीले त्यो बेलामा 10 लाख भन्दा मुनिको राख्ने बेलाको हाम्रो तर्क के थियो भन्दै गर्दाखेरि करिब 4 वर्षदेखि यो सीमा चलाएको छैन र हामीले 4 वर्षको मूल्य वृद्धि हामीले हेऱ्यौँ भने करिब चाहिँ एभरेजमा यो 5.34% जति हुँदै गर्दाखेरि चाहिँ आजभन्दा 4 वर्ष अगाडि 5 लाख रुपियाँको जे क्रय शक्ति थियो अहिले त्यसलाई चाहिँ त्यसरी नै हेऱ्यौँ, अङ्कमै गरेर हेऱ्यो भने करिब त्यो 6,14,000 15,000 आउँछ। त्यसकारणले गर्दाखेरि चाहिँ त्यो यो सामान्य भयो, यो इलेक्ट्रोनिक रूपमै सुधार गर्नुपर्ने कुरा थियो। त्यसरी 10 लाख भन्दा आयो, हामी सबैले ल है भनेर भन्यौँ, 10 लाख भन्दा मुनिको आइसकेको छ। तर यहाँनिर याद गर्नुपर्ने कुरा के छ भने गोजीमा अगाडिबाट हालेको हामी सबैले हेऱ्यौँ तर पछाडिको गोजीबाट सुटुक्क लगेर निकालेको कुरा हामीले कतिको ख्याल गऱ्यौँ भन्ने कुरा चाहिँ हामीले हेर्नुपर्नेछ। महिनाको 60,000 रुपियाँ आम्दानी गर्ने कुनै एउटा व्यक्ति वा परिवार सम्झ उसलाई वार्षिक रूपमा करिब 20,000 रुपियाँ जतिको उसको चाहिँ बचत हुने भयो, खुसी हुने भयो 20,000 रुपियाँ मेरो बचत भयो भनेर। तर हामीहरूको रियालिटी के हो भने अघि नै विनय सरले भनिसक्नु भएको छ, मध्यम वर्ग भनौँ निम्न मध्यम वर्ग एउटा ब्राकेटभित्र पर्ने परिवारका थुप्रै सदस्यहरूको अघि कुरा आइसक्यो। अहिले चाहिँ एजुकेसनमा चाहिँ पब्लिक सेक्टरले परिचालन गर्ने भन्दा पनि पुँजी बढी भएको छ, प्राइभेट सेक्टर परिचालन गरेको पुँजी बढी छ र धेरै जसो ठाउँहरूमा लोवर मिडल क्लासको परिवारका अभिभावकहरूले आफ्नो केटाकेटीलाई प्राइभेट स्कुलमा पढाउने कुरा चाहिँ त्यो लग्जरीको चोइस होइन। आजको दिनमा कम्तीमा स्टेट सञ्चालन गर्ने ठाउँ हामीले त्यो भन्न मिल्दैन। यही कोठाभित्र आउनुभएको बहुसङ्ख्यकलाई मैले अहिले विथ ड्यु रेस्पेक्ट केटाकेटीहरू कहाँ पढ्छन् भनेर हात उठाउनुहोस् भनेर भन्यो भनेदेखि भने बहुसङ्ख्यक साथीहरूले भन्नुपर्ने अवस्था चाहिँ यहाँ पढ्छन् भनेर भन्ने अवस्था बन्छ। त्यो लग्जरीको कुरा होइन। हामीले पब्लिक स्कुलमा कति इन्भेस्टमेन्ट गरेका छौँ, त्यसलाई कति बलियो बनाउन सकेका छौँ छैनौँ, त्यो हाम्रो अगाडि ठुलो क्वेसन छ। तर हामीले मध्यम वर्गलाई के भन्यो अहिले, म चाहिँ इक्विटी नामै हेर्नुहोस् है, हामी के राखेका छौँ होइन, हामीले इक्विटी ट्याक्स भनेर लिएर गयो। इक्विटीको लागि भन्दै गर्दा तपाईँले चाहिँ यहाँभित्र अरू बाँकी रहेका मानिसहरू त्यहाँ पढेका छन्, तिनको लागि भनेर म समता शुल्क लगाउँछु भने 3% लगाएर 3% लगाउँदै गर्दाखेरि त्यही अहिले मैले भनेको 60,000 कमाउने व्यक्तिको लागि उसले जब तिर्छ खतीबाट फी तिर्दै गर्दाखेरि किन आखिर अभिभावकमै आउँछ करिब उसलाई 3600 रुपियाँ चाहिँ उसको वर्षको उसले बढी तिर्नुपर्छ। हेल्थमा अहिले हामी कोही आफ्नो परिवारको कोही सदस्यलाई लिएर बिसन्चो हो भनेर अहिले वीर अस्पताल गयौँ भनेदेखि भने वीर अस्पताल छिरिसके पछाडि सघन उपचार आइसियुको उपचार गर्न हामी त्यहाँ गयौँ। आइसियुको बेड एभाइलेबल छैन किनकि यहाँ भरिएको छ भन्ने कारणले गर्दाखेरि हामी त्यहाँबाट आफ्नो बिरामी लिएर तत्काल पुगेर काठमाडौँको कुनै प्राइभेट हस्पिटलमा लानुपर्छ। प्राइभेट हस्पिटल पनि यहाँ लग्जरी होइन। अब त्यो परिवारले उहाँ स्वास्थ्य बिमा त हामीले त्यसलाई धराशायी बनाइसकेको। स्वास्थ्य बिमा जतिखेर हामीले सुरु गरेको बेलामा क्याटास्ट्रोफिक अर्थात् एकदमै धेरै अप्ठ्यारो परेको बेला स्वास्थ्य बिमाले कभर गर्छ भनेर एउटा सपना देखेर सुरु गऱ्यौँ, त्यो त करिब धराशायी भयो। अब त्यो मध्यम वर्ग त्यो 60,000 कमाउने मान्छेले करिब 3% समता शुल्क स्वास्थ्यमा तिर्दै गर्दा 2025 देखि 4,000 रुपियाँसम्म तिर्छ। विद्युतमा 50 युनिट भन्दा माथि 5% भ्याट भनिसके पछाडि इन्डक्सन चुलोहरू चलाउँदै गर्दा करिब 1,200 रुपियाँ थप तिर्छ। अघि नै कुरा उठिसक्यो, सरकारले 400 भन्दा बढी चाहिँ पैसा चाहिँ म बजारबाट उठाउँछु, यहाँबाट उठाउँछु भनिसके पछाडि के हुने भयो भने ब्याङ्कको चाहिँ ब्याज दर गरेर बढ्ने भयो। अब तपाईँले कुनै घरको अथवा गाडीको इएमआई तिर्दै हुनुहुन्छ भने तपाईँले 1.5-2 जति प्रतिशत जति तपाईँको अब तपाईँको ब्याज पर्छ। यो बढ्दै गर्दै यसो हिसाब गरेर कति हुन आउँदो रहेछ भने 15,000 देखि 18,000 रुपियाँसम्म वार्षिक तपाईँलाई थप हुन आउँदो रहेछ। बजारको 6% यतापट्टि मूल्य वृद्धिको हिसाबले हेऱ्यौँ भनेदेखि पनि दैनिक जुन उपभोग्य वस्तु छ यो वस्तुमा वर्षको कति जति बढी तिर्नुपर्ने आउँदो रहेछ भने 10,000 जति बढी तिर्नुपर्ने आउँदो रहेछ। यसरी हेर्दै गर्दाखेरि अघि करबाट छुट पाइयो भने 20,000 अगाडि खल्तीमा सरकारले हालिदियो, पछाडिबाट कति लग्यो भनेर हेरेको 32,000 देखि 34,000 पछाडिबाट लिएर गएछ। मानिसहरूले ड्याम ठोक्दै गर्दाखेरि अगाडिको खल्तीमा हालेको थापाएर ठोक्नुभयो, पछाडिको खल्तीबाट त लिएर गएको थाहै पाइएन।
पछाडिको खल्तीबाट लिएर गएको थाहा नपाउँदै गर्दाखेरि सबैजना मान्छे बडो अल्मलेको जस्तो अवस्था भयो र आलोचना गर्नेले पनि यसले मध्यम वर्गलाई बडो सहुलियत दिएको छ भन्ने। अघि नै उमेश सरले अर्को महत्त्वपूर्ण कुरा उठाउनु भएको छ, त्यो लोअर इन्कम ग्रुपमा भएको मान्छेलाई त्यसको माथि उठाएर न मिडल इन्कम ग्रुपमा ल्याइसके पछाडि मध्यम वर्गमा ल्याइसके पछाडि मध्यम वर्ग विस्तार हुने हो त। अब 5 लाखभन्दा मुनिको आम्दानी भएको मान्छे त पहिला पनि ट्याक्सबाट त बाहिर ब्राकेटभन्दा छुटमै थियो, तर केटीकेटीले त कहाँ पढाउँथ्यो भन्दै गर्दा त प्राइभेट स्कुलमै पढाएको थियो अथवा अहिले भनेको स्वास्थ्यको त उसलाई पनि लाग्ने हो। ऊ त झन् बढी सेभिङ त उसले झन् गर्नै नसक्ने भयो, ऊ त झन् तल मारमा पर्ने भयो। त्यसैले मेरो एउटा क्वेसन चाहिँ के हो भने यो बजेटले मध्यम वर्गलाई राहत चाहिँ कसरी भयो, पहिले मध्यम वर्गको विस्तार चाहिँ कसरी गर्छ, मध्यम वर्गको विस्तार हो भनेर भनिरहेको कुरा चाहिँ यसमा गहिरोसँग राम्रोसँग छलफल हाम्रो साथीहरूले पार्लियामेन्टमा गर्नुपर्छ भन्ने कुरा हो। दोस्रो कुरा, करिब 65% मान्छे हाम्रो एग्रिकल्चरमा हामी सबैलाई थाहा छ, 46 अरब 92 करोड सरकारले करिब 2.2% बजेट छुट्याएको छ। यसको पनि 70% हेर्नुहोस् है, 32 अरब 46 करोड रुपियाँ केमा छ भन्दा मलमा छ भनेको 10 रुपियाँमा करिब 7 रुपियाँ मलमा खर्च हुन्छ, 3 रुपियाँ बाँकी बिउ बिजन भण्डारण अरूमा खर्च हुन्छ। 28 अरब जति मलमा योभन्दा पहिला थियो। सरकारले के भने मैले 32 अरब बनाएको छु भनेर भन्दै गर्दा ड्याङ टेबल ठोकेको मैले हेरेँ। अनि पहिला म कृषि समितिमा बसेर लामो समयसम्म काम गरेको, प्रत्येक वर्ष मलको विषय उठाउँदै आएको, कोसिस गर्दै आएको हुनाले गर्दाखेरि मलाई अलि बढी रुचि पनि हो। अनि मलको अहिले अन्तर्राष्ट्रिय भाउ के छ भनेर हेरेको, 28 अरबमा अघिल्लो साल किनेको मल किन्नको लागि त्यति नै मात्र मल किन्नको लागि पनि यो पटक कम्तीमा पनि 38 अरब पैसा छुटाउनु पर्दैछ। अघिल्लो पटक चाहिँ किन्नलाई पैसा कति छुटाएको छ, 32 अरब छुटाएको छ भन्दा उसले के सरकारले के भन्यो, मैले यति अरब पुर्याएको छु भनेर भन्यो, तर मैले यति अरब पुर्याउँदै गर्दाखेरि पनि पहिलाको जति पनि मल किन्न म सक्दिनँ भन्ने कुरा भने। सो नम्बरहरू पनि कसरी पिक गरिएको छ भने के कुरा भन्दै गर्दा चाहिँ त्यो चाहिँ बढी चाहिँ अलिकति ठिक सुनिन्छ होइन भन्यो। या अब यसलाई चाहिँ क्रिटिकली हाम्रो काम है, अपोजिसनको काम हो, यी कुराहरूका सन्दर्भमा हामीले यसलाई हेरेर थप भन्नुपर्ने छ। हेर्नुहोस् त, व्यवसाय कृषि गर्ने चाहिँ 2 करोडभन्दा माथिको लागि हामीले 40% अनुदानमा यहाँ छुटको कुरा आएको छ, जबकि हाम्रोमा सबैभन्दा ठुलो भनेको साना किसानहरू 5 लाख 10 लाख 15 लाख 20 लाख रुपियाँ ऋण लिने मान्छेहरूको बिजोग छ, त्यसमा त कुनै छुँदै छुइएन। अब यसलाई पनि अङ्कमा के देखिन्छ, 40% भनिदिएको छ, तर म वार्षिक किन्छु भनेको 10% हो। वार्षिक 10% को दरले जाँदै गर्दा इफेक्टिभिटी त कति हुन आउँछ भने 30-31% हुन आउँछ, तर भन्दैले गर्दा के भनिदिएको छ भनेदेखि भने म 40% भनिदिएको छ। फेरि मानिसहरूले ठोकिदिइहाल्नु भएको छ होइन, प्रतिशत 40 भयो भनेर। यो यस्तो कुराहरूमा चाहिँ अलिकति मजाले यसलाई यो हामीलाई यो त्यस्तो शब्दहरू प्रयोग गर्नु मन छैन, तर कस्तो हो भनेदेखि भने यो मजाले त्यो उल्ल्याउने हुन्छ नि, यता भनिदिएको छ ताली पठाएको छ, यता भनिदिएको ताली पड्काइदिएको छ, हामी अलिक गहिराइमा जानुपर्छ भन्ने लाग्छ मलाई। अर्को तेस्रो कुरा यहाँ गर्न मन लागेको चाहिँ मैले चाहिँ कहाँनिर एकदम रूपान्तरकारी भनेर भन्थ्यो होला जस्तो लाग्छ भने हाम्रो एकदम ठुलो इस्यु भनेको चाहिँ हाम्रो साइकल कसरी घुमेको छ भने, अब हामी के भन्छौँ भने एग्रिकल्चर पहिला जान्छ, त्यसपछि गएर इन्डस्ट्रीमा जान्छ, त्यसपछि गएर सर्भिसमा जान्छ भनेर भन्छौँ। हामी इन्डस्ट्रियलाइज नभइकन डिइन्डस्ट्रियलाइज भयो भनेर भन्छौँ। हामी एकैचोटि सर्भिसमा गयो होइन, सर्भिसको सबभन्दा ठुलो कन्ट्रिब्युसन छ, सर्भिस पनि हाम्रोमा फेरि चाहिँ क्वालिटी हामी सबै यी कुराहरू गर्छ, त्यसैले हाम्रो चक्र स्वस्थ छैन भन्छ। हाम्रो एउटा साथी युवक बाहिर जान्छ, उसले पैसा कमाएर पठाउँछ, पैसा कमाएर पठाइसके पछाडि हाम्रो उपभोगमा खर्च हुन्छ, चाहे त्यो होटलमा खर्च हो, चाहे रेस्टुरेन्टमा खर्च हो, चाहे त्यो रियल इस्टेटको खर्च हो, यतातिर जाने हो होइन, यतातिर गयो। तर रोजगारीको सृजना भएन। रोजगारीको सृजना हुँदै गर्दाखेरि पनि त्यसले जुन एउटा व्यक्ति रोजगार हुँदै गर्दा पनि त्यसले जुन आम्दानी गर्छ, त्यो आम्दानीले काठमाडौँमा सबै कहाँ केन्द्रित भएको छ भन्दा काठमाडौँमा केन्द्रित भएको छ। अहिले हामीले स्ट्रक्चरली हेऱ्यो भनेदेखि पनि हामीले जुन भूमिहीनको सुकुम्बासीको समस्या यो एङ्गलबाट हेऱ्यो भनेदेखि त्यो किन काठमाडौँ थुप्रिएको छ। नेपाल चाहिँ दक्षिण एसियाको हामी फास्टेस्ट अर्गनाइजिङ कन्ट्री भनेर भन्छौँ। हाम्रो इकोनोमी सर्टेज सेन्टर्समा मात्रै छ, पारिश्रमिक करको सबैभन्दा बढी कत्रो ठुलो चङ्क यहाँबाट उठ्छ, बागमती प्रदेशबाट उठ्छ, सबै काठमाडौँ केन्द्रित छ होइन। यो बेलामा इकोनोमिक एक्टिभिटिज सबै यहाँ हुन्छ, थोरै ठाउँमा हुन्छ, रोजगारी एकदम कम सृजना हुन्छ। रोजगारी सृजना भयो भने पनि काठमाडौँ जस्तो ठाउँले भाडा तिरेर बस्न सक्दैन। सो हामी त अब यस्तो बेलामा त कहाँनिर सोच्नुपर्ने हो भने हामी उत्पादनको त्यो चक्रमा हाम्रो उत्पादनकै ठाउँबाट चाहिँ हामीले अहिले भइरहेको भन्दा बढी हाम्रो उत्पादकत्व कसरी बढाउने, नयाँ रोजगारी कसरी सृजना गर्ने, अहिले हेर्नुपर्ने भनेको अहिलेको बजेटले गरेका लिएका पोलिसिजहरूबाट कहाँ चेन्ज हुन्छ त। एग्रिकल्चरमा हामी करिब 4 खरबको हाराहारीमा, त्यो पनि अब यो खुला बजार छ, अझ तथ्याङ्क पनि भयावह होला भनेपछि हाम्रो 4 खरबको हाराहारीमा हामी चाहिँ सबै कुरा
बाहिरबाट ल्याएर यहाँ ल्याएर खाने अवस्था छ भन्दा हाम्रो त्यो बजारको उपलब्ध छँदैछ। बजार त्यत्रो उपलब्ध हुँदै गर्दा यो पटक मानव एक्सनलाई जसरी हिजो 15 सालमा बिर्ता उन्मूलन गरेको भनेको जस्तै हामीले लिएका पोलिसिजहरूको कारणले गर्दा नेपालको किसानहरूको यत्रो ठुलो सङ्ख्या हामी खेती किसानी गर्छौँ, तर यो पोलिसीको कारणले गर्दा ओभरनाइट नहोला, तर अबको दिनहरूमा आगामी वर्षमा बिस्तारै हाम्रो कृषि उत्पादनले नेपालभित्रै बजार पाउने यस्तो नयाँ अवस्था सृजना हो जुन पहिला थिएन भन्ने स्थिति बनेको भए त्यसलाई एउटा एक ढङ्गले हामीले त्यसलाई चाहिँ रूपान्तरकारी भनेर भन्न सक्थ्यौँ। ऊर्जाको क्षेत्रमा राम्रो पैसा छुट्याएको छ, तर हामीले हेऱ्यौँ भनेदेखि भने बिजुलीको उत्पादन र उपभोगका सन्दर्भमा बिजुली बेच्ने कुरा फरक कुरा, हाम्रो यहाँको कन्टेक्स्टले गर्दा त्यो बेच्नु पनि पर्छ। तर जबसम्म बिजुलीको उत्पादनलाई नेपालको औद्योगिकीकरणसँग हामी जोड्न सक्दैनौँ त्यो बेलासम्म हाम्रो चाहिँ उत्पादनको लागत घट्ने, हाम्रो उत्पादकत्व बढ्ने, यी सबै कुराहरू त हामी कहीँ पनि पुग्दैनौँ। हामीले कुन सेक्टरमा काम गर्छ? सर्भिस सेक्टरमा सबभन्दा अहिले काम लाग्छ आइटीको बारेमा अहिले कुरा भयो। तर म के सम्झाउन चाहन्छु भनेदेखि त्यो आफूले ड्राफ्ट गरेको हुनाले गर्दा धेरै कुराहरू याद छ। थुप्रै कुराहरू त्यो बेलामा आइटी सेक्टरमा हामीले यहाँको प्राइभेट सेक्टरको साथीहरूलाई सलाम गर्नुपर्छ। कुनै कानुन नबन्दै गर्दा, अप्ठ्यारो बन्दै गर्दा पनि उनीहरूले गरेको मेहनत हामीले यहाँसम्म पुऱ्याएको छ। तर मलाई कता के लागिरहेको छ भने यसपालि सुनिरहेको सरकारले यो एप बनाउँछ, यो गर्छ भन्दै गर्दाखेरि मलाई कता लागिरहेको चाहिँ हामीले भइरहेको प्राइभेट सेक्टरलाई अझ आइटीको सेक्टरमा अझै बढी इन्करेज गर्ने भन्दा पनि आफै सरकारहरूले मै गर्छु भनेर आउँदै गर्दा त सरकारले त बाटो राजमार्ग बनाइदिनु पर्ने हो त। सूचना प्रविधिको क्षेत्रमा त हाम्रो साथीहरूले खतरा काम गरिरहेको छ, यत्रो गरिरहेको छ, उनीहरूलाई त हामीले प्रमोट गर्नु पनि सजिलो बनाइदिने। मैले सूचना प्रविधिको साथीहरूसँग पहिलोपटक यस्तो अन्तर्क्रिया गरेर जतिखेर हाम्रो कङ्ग्रेस एमालेको सरकार थियो के गर्दाखेरि तपाईँलाई सजिलो हुन्छ भन्दै गर्दा हामीले बाहिर कम्पनी खोल्न पाउने कुरा 3-4वटा एकदम लो आइनी यति 3-4वटा कुरा गरिदिनुहोस् हामी नेक्स्ट लेभलमा पुऱ्याउँछौँ भनेर भन्ने उहाँहरूको कुरा थियो। त्यस्तो ठाउँमा बसिरहेको बेलामा सरकार त कहाँ आएको छ भने म आफै गर्छु, म आफै बनाउँछु भनेर त्यसलाई सूचना प्रविधिको क्षेत्रमा राम्रो भएको छैन है, सूचना प्रविधिको क्षेत्रलाई झन् यसले साँगुरो बनाउने बाटोतिर जान्छ है भन्ने कुरा लागेको छ। सो मेरो कुरा चाहिँ यहाँ कहाँनिर हो भने हामीसँग ठाउँहरू थियो एग्रिकल्चरमा, अहिले मलका सन्दर्भमा डाइरेक्ट क्यास ट्रान्सफरको ठाउँ थियो, हामीले त्यसबाट एकदमै ठुलो चेन्ज ल्याउन सक्ने अवस्था हुन्थ्यो। भूमि ब्याङ्कको सम्बन्धमा एकदमै काम गर्नुपर्ने भूमि ब्याङ्कमा छ। भूमि ब्याङ्कको लागि अहिले पार्लियामेन्टमा लानै पर्दैन। हामीले पहिले भूउपयोग ऐनमा काम गरेर आइसकेको आधारमै सरकारले नियमावली मात्र बनाएर सरकारले नियमावली बनाएर अथवा कानुनी बनाउने कुराको सन्दर्भमा धेरै अध्यादेशहरू आएको छ। हामीले चाहिँ अहिले भूमि ब्याङ्कको सन्दर्भमा छिटो हामीले काम गर्न सक्यौँ भनेदेखि पनि एग्रिकल्चरमा एकदम ट्रान्सफर्मेटिभ हुन सक्छ। यस्ता कुराहरूमा हाम्रो कम ध्यान गयो भन्ने लाग्छ। खर्च गर्ने क्षमताको सन्दर्भमा अघि कुरा उठ्यो, हाम्रो राजस्व परिचालन गर्ने कुराको सन्दर्भमा अघि क्वेसन आएको थियो, बाबुजीले राख्नु भएको थियो होइन। आजको दिनमा अघि नै विनय सरले एउटा कुरा त भन्नुभयो, मलाई नेपाली हाम्रो चाहिँ यहाँका नागरिकहरू यति सक्षम छन् भन्ने लाग्छ कि यो बेलामा यसरी थोपरिएको कर बाबुरामजीको बालमा नै आएको थियो, यो तल सिटिजन्सहरूले नै हामी तिर्दैनौँ भन्ने भइसकेपछि यसलाई सरकार फिर्ता लिन बाध्य भएको थियो। मलाई यो बाटोमा सरकार हिँड्न सक्छ भन्ने लाग्दैन र सरकारले यसलाई सच्याउनु पर्छ भन्ने म ठान्दछु, किनकि यो गलत छ। र यसलाई एकछिनलाई छोडिदिउँ भनेदेखि भने बाँकी रहेका जुन पुलहरूको कुरा गरेको छ, अघि उमेशले लामो कुरा गरिसक्नु भएको छ कि हामीहरूले आखिर जुन नयाँ ट्याक्सहरूको कुरा गरे तापनि आखिर त्यही 4वटा कुराहरू हो। र हाम्रो अहिलेको बजारको अवस्था हामीलाई थाहा छ, ब्याङ्कमा यति धेरै पैसा त्यहाँ थुप्रेर बसेको छ, त्यो परिचालन हुन सकेको अवस्था छैन, इकोनोमिक एक्टिभिटी छैन, रियल इस्टेट झरेर कहाँ पुगेको छ। अघि नै सरस्वती म्यामले कुरा गरिसक्नुभयो, अब एकातिर ठिक ढङ्गले हात हालेन, खालि फ्यान्सी कुरा मात्र गऱ्यो भनेदेखि भने एनपिए बढेर कहाँ पुग्ने अवस्था छ। यो सबै कुरालाई राखेर हेर्दै गर्दाखेरि म चाहिँ अहिले सरकारले जुन चाहिँ एकैपटक यो राजस्वमा चाहिँ म भयानक वृद्धि गर्छु भनेर भनेको छ, म यसको विश्वास गर्ने आधार केही पनि देख्दिनँ। त्यो कुनै आधार बिना मात्रै यसरी गरेर म राजस्वमा यति धेरै परिचालन गर्छु भनेको छ। बरु मलाई डर के बनाउन लागेको छ भने त्यो हुँदैन भन्ने थाहा छ, तर अलि पछाडि अघि सेवनजीले भनेको जस्तो अलि पछाडि त्यो ब्लेम गर्नको लागि हामीले ठिक ढङ्गले आफूलाई प्रस्तुत गरेनौँ भने चाहिँ फेरि चाहिँ त्यो अलि पछाडि त्यो ब्लेम गेम सुरु हुन्छ। हामीले गर्दै थियौँ तर हामीलाई गर्न दिएन भन्नेतिर लिएर जाने अवस्था देख्छु म। त्यसैले तर यसमा काम गर्न सक्ने ठाउँ थियो। खर्च गर्ने क्षमता वृद्धि गर्ने कुराको सन्दर्भमा, राजस्व परिचालन गर्ने कुरा वृद्धि गर्ने कुराहरूको सन्दर्भमा, र अर्को कुरा भनेको चाहिँ ऋणको उत्पादकहरूको सन्दर्भमा म अर्थमन्त्रीलाई ब्लेम गर्दैन।
अर्थमन्त्रीको अहिले एउटा अस्ति कता भिडियो हेरिरहेको थिएँ मैले। अलि अगाडि चाहिँ यति ऋण लिनु भनेको चाहिँ देशै डुब्नु हो भनिराख्नु भएको थियो, अहिले यति ऋण लिनु जहाँको यति ऋण लिँदै गर्दाखेरि पनि के चिज गर्ने साथीहरू भनेर भनिराख्नु भएको थियो होइन। म चाहिँ नेपालका सन्दर्भमा चाहिँ यसरी होइन, यसलाई हाम्रो ऋणको उत्पादकत्वको सन्दर्भमा यसलाई जोडेर हेर्नुपर्छ भन्ने ठान्छु होइन। हामीले के को लागि लिएका छौँ र त्यसको चाहिँ आखिर हामीले चाहिँ त्यसको प्रोडक्टिभिटी के छ भनेर हेर्नुपर्ने हो। यो सन्दर्भमा चाहिँ नेपाल चाहिँ एलडिसीबाट ग्रेजुएट हुनेको लागि पछाडि पछाडि धकेलिरहेका छौँ। हामीसँग सानो मात्र विन्डो बाँकी छ। यति विन्डो बाँकी भएको बेलामा यस्तो सरकार, जुन सरकार बलियो सरकार छ, यति लोकप्रिय छ, यस्तो जनाधार छ होइन, सरकारले त जे गरे पनि हिट हुन्छ, जुत्ता लगाए पनि हिट, चिज खाए पनि हिट, यस्तो हुने बेलामा त अहिले भनेको त बिग हिट बिग पुस्ट, यस्तो बेलामा कहाँनिर चाहियो भनेदेखि भने चाहिँ कहाँ चाहियो यतिखेर भने यस्तो हामीलाई चाहिएको सरकारले यत्रो प्राप्त गरेको जनसमर्थन चाहिँ कहाँ गइदिए हुन्थ्यो भन्ने लाग्छ भने यो बेलामा चाहिँ हामीले हाम्रो आफ्नो डिप्लोमेसीमा यो ताकतलाई कहाँ प्रयोग गर्नु पर्यो भने हामीले छोटो समयमा ग्रेजुएट गर्ने भएको कारणले गर्दाखेरि यो बेलामा चाहिँ हामीले कस्ता खालको ऋणहरू परिचालन गर्न सक्छौँ होला, सहुलियत ऋणहरू कसरी परिचालन गर्न सक्छौँ र त्यसका निम्ति ट्रस्ट बिल्ड गर्नुपर्छ। र नेपाली कम्युनिस्ट पार्टीको प्रमुख नेतृत्व त यहाँ हुनुहुन्छ, उहाँले संसदमा राखिसक्नु भएको छ, अरू मान्यजीले राखिसक्नु भएको छ हाम्रो पार्टीको तर्फबाट। यस्ता कुराहरू हामी सरकारसँग सहकार्य गर्ने, किन हामी रियल चेन्ज हेर्न चाहन्छौँ। यहाँ हामी डिस्टर्ब गर्दैनौँ, हामी यो बेलामा प्रतिपक्षमा बसेका छौँ, त्यस कारणले गर्दाखेरि चाहिँ हामी यो भन्दैनौँ। हामी यति भरोसा दिलाउँछौँ कि आज हामी प्रतिपक्षमा छौँ, भोलि हामी सरकारमा आउँछौँ, तर आज गरिएका यी सम्झौताहरू समझदारीहरू भोलि गएर चाहिँ हामी चाहिँ विगत सबै खराब थियो, सबै हामीले हाम्रो पालामा भएका तपाईँहरूको पालामा भएका कुरा सबै खराब थिए, यसरी भयो। कतिपय कुराहरू खराब थिए, खराब कुरालाई छोड्ने, कतिपय कुराहरू ठिक भएका थिए भन्ने कुरामा भोलिका दिनमा हामी भन्छौँ, त्यसमा हामी भरोसा दिलाउँछौँ। तर यो कुराको लागि ट्रस्ट बिल्ड गर्ने कुरामा सन्दर्भमा गभर्मेन्टले ठिक ढङ्गले काम गरेको सक्दैन भनेर उनले हेर्ने हो भन्ने लाग्छ। त्यसैले मैले केही विषयहरूमा त्यस्ताहरू थुप्रै विषयहरू छन्, दर्जन विषयहरू छन् जसमा लामो छलफल गर्न सकिन्छ। खालि मैले यति मात्रै कुरा उठाउन खोजेको भनेर टुङ्ग्याउँछु पनि 15 सालको जस्तै अनुकूलता भएको, 48 सालको जस्तो अनुकूलता, 15 सालको जस्तो चाहिँ एउटा जनसमर्थन प्राप्त गरेको अवस्थामा अहिले सरकार हुँदै गर्दाखेरि हाम्रो अपेक्षा स्वाभाविक रूपमा अर्थमन्त्रीले भन्नुभएको जस्तो बिग पुस बिग हिट भनेको जस्तै त्यो सन्दर्भबाट आर्थिक रूपान्तरण होस् भन्ने हाम्रो अपेक्षा छ, रहन्छ। हामी यी कुराहरूमा ठिक ढङ्गले सरकारले कदम चाल्दै गर्दा हाम्रो साथ रहन्छ। तर एउटा कुरा चाहिँ मैले सरकारलाई सम्झाउनुपर्छ, ड्यू प्रोसेस अफ ल, अहिले जुन यहाँ चर्चा भएको छ, उमेशजीले भन्नुभयो, र रुल अफ ल र रुल बाई ल, यो तिनवटा कुरा हाम्रो साथीले पनि याद गर्नु होला र सरकारलाई हामीले पटक पटक याद गर्नुपर्छ। लको ड्यू किन डेमोक्रेसीको सरकार अर्थ अहिलेको अर्थ चाहिँ 5-5 वर्षमा चुनाव पनि सरकार निर्वाचित भएर आउने मात्र होइन। पार्लियामेन्ट्री सिस्टममा त सरकार जहिले पनि बहुमतमा हुन्छ, सरकारले मजाले त्यो संसदको बहुमतबाट उसले कानुन बनाउन सक्छ। तर त्यो कानुन चाहिँ बनाउँदै गर्दाखेरि लको ड्यू प्रोसेस फलो भएको छ कि छैन, एउटा कुरा यो हो। दोस्रो कुरा भनेको चाहिँ त्यो विधिको शासन हो कि विधिले शासन हो, रुल बाई ल, अर्थात् कानुन यसरी बनाउने कि कानुनलाई हतियारको रूपमा आफ्नो फाइदाका निम्ति, र म कानुनभन्दा माथि छु। कानुन केवल एउटा यो अथोरिटीले आफ्नो अथोरिटेटिभ सोचलाई स्थापित गर्नका निम्ति मात्र प्रयोग गर्ने एउटा तरिका, र म संविधानभित्र छु, संविधानको परिधिभित्र छु, कानुनभन्दा माथि छैन। कानुन बनाउने प्रोसेस सबै सहभागी गराउनुपर्छ, सर्वोत्तम हितका निम्ति कानुनको प्रयोग गर्ने हो भनेर राख्ने कुरामा सरकारले यो कुरामा हेक्का राख्नै पर्छ। र जहाँ हेक्का राख्दै त्यो ठाउँमा नेपाली कम्युनिस्ट उभिएर बोल्नुपर्छ। यसमा नाफा घाटा हेर्ने कुरा छैन। काङ्ग्रेसको क्यारेक्टर भनेको यस्तो बेलामा चाहिँ बेलुका त्यो भन्दै गर्दा, अहिले तपाईँले पार्लियामेन्टमा उभिएर त्यो कुरा बोल्दै गर्दा, साँझ घर फर्केर गर्दा तपाईँको आलोचना होला, तपाईँले गाली पनि खानु होला। हामी अनावश्यक कुरामा हामी आलोचना पनि नगरौँ, अनावश्यक कुरामा हामी बखडा पनि नजिक्नु, जुन झिकेका छैन। तर जहाँनिर अस्ति हाम्रो दलको नेताले जसरी भन्नुभयो, जहाँनिर कानुनको शासनको उल्लङ्घन हुन्छ त्यो ठाउँमा नेपाली कङ्ग्रेस पार्टी एक ढिक्का भएर दृढताका साथ उभिनुपर्छ। र अहिलेको बजेटको सन्दर्भमा मेरो अन्त्यमा तपाईँहरू सबैलाई यही आग्रह छ। म थुप्रै सांसदहरू आउनुभएको छ, म प्रतिनिधि सभाको आउनुभएको छु, राष्ट्र सभाका मान्य सांसद आउनुभएको छ, तपाईँहरूलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु। यो र तपाईँहरूप्रति हामीहरू सिङ्गो पार्टीको प्रतिनिधित्व तपाईँले त्यहाँ गरेर राख्नुभएको छ। बजेटका जुन छलफल हुन्छ यी छलफलहरूमा अझै बढी तयारीका साथ, अझै बढी तथ्याङ्कमा आधारित भएर, एभिडेन्समा आधारित भएर तपाईँहरूले चाहिँ यी विषयहरूमा अहिले सरकारले ल्याएका कतिपय नीतिहरू जसमा जुन ठिक छ त्यसलाई हामीले समर्थन गर्ने हो, तर केही फन्डामेन्टल कुराहरू छन् जसमा आज पनि छलफल भयो, ती विषयमा तपाईँहरूले प्रश्न उठाउनुहुन्छ र कतिपय कुरालाई सुधारमा पनि बाध्य बनाउनुहुन्छ, सुझाव पनि दिनुहुन्छ भन्ने
विश्वास राख्दै फेरि एकपटक सबैजनालाई धन्यवाद दिँदै मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।